सम्पूर्णमा चाहिँ नमस्कार। म चाहिँ सपना गौतम फ्रम मनकामना पब्लिक एकाडेमी र मेरो चाहिँ आज गजल रहेको छ। सपना गौतम गजल छ है? हजुर। ल आफ्नो गजल वाचन गर्नु है त। म चाहिँ आफ्नो गजल वाचन गर्न गइरहेको छु। नियमले दिन्छ या बाध्यताले दिन्छ, नियमले दिन्छ या बाध्यताले दिन्छ, घाम रहुन्जेल साथ छायाले पनि दिन्छ, घाम रहुन्जेल साथ छायाले पनि दिन्छ। सुनेका कुरा मात्रै सत्य हुँदैनन् सधैँ, सुनेका कुरा मात्रै सत्य हुँदैनन् सधैँ, कहिलेकाहीँ धोका आँखाले पनि दिन्छ, कहिलेकाहीँ धोका आँखाले पनि दिन्छ, घाम रहुन्जेल साथ छायाले पनि दिन्छ। तिमी मात्र समयसँग उभिन सिक साथी, तिमी मात्र समयसँग उभिन सिक साथी, जिउने तरिका त यो दुनियाँले पनि दिन्छ, जिउने तरिका त यो दुनियाँले पनि दिन्छ, कहिलेकाहीँ धोका आँखाले पनि दिन्छ। तिम्रो सहर डुब्न पो बाढी आउनुपर्छ, तिम्रो सहर डुब्न पो बाढी आउनुपर्छ, झुपडीमा त छिटाले पनि तनाव दिन्छ, झुपडीमा त छिटाले पनि तनाव दिन्छ, जिउने तरिका त यो दुनियाँले पनि दिन्छ। सक्छौ भने दुःखमा सहयोग गर साथी, सक्छौ भने दुःखमा सहयोग गर साथी, अहिले सल्लाह त जसले पनि दिन्छ, अहिले सल्लाह त जसले पनि दिन्छ, झुपडीमा त छिटाले पनि तनाव दिन्छ। प्रयास राम्रो छ, सिक्नुपर्ने धेरै छ है, कोसिस गर्नु होला। अब गजलको तपाईँले गजल भनिसकेपछि आफ्नो संरचना हुन्छ कि गजलको ढाँचा मिलेको मिलेन अलिअलि हेर्नु होइन, तपाईँले कोसिस गर्नुभएको छ, भाव राम्रो छ होइन। अलिकति कवितातिर आउने मान्छे, साहित्यतिर आउने मान्छेले साहित्यका बारेमा के लेखेको रहेछ होइन, अब अहिले त सजिलो छ, युट्युबहरूमा पनि खोज्न पाइन्छ। दिदीले भने जस्तो केही संरचनामा तपाईँको कमी देखिन्छ, त्यसलाई सुधार्न पनि तपाईँका राम्रा गजल बन्छन्। Yes, this is my first time, so पहिले पनि लेख्ने चाहिँ गर्नुभएको थियो, वाचन चाहिँ पहिलोचोटि? yes, वाचन चाहिँ फर्स्ट टाइम हो, बट लेख्ने चाहिँ म पहिलेदेखि गर्थेँ। स्कुलहरूमा पनि सुनाउने गर्नु है? यस सर। अनि पढ्नु होला है, अरूका पनि पढ्नु गजलहरू, राम्रा गजलहरू सुन्ने पढ्ने गर्नुपर्छ है त। सुन्ने गर्नु होला, पढ्ने गर्नु होला, त्यसले चाहिँ तपाईँले तर राम्रो भयो भएन भने पनि लेख्न चाहिँ लेखिरहनु होला, त्यो पढ्दै लेख्दै गर्नु भने तपाईँको गजलहरू धेरै स्तरीय बन्छन् है। ल त्यो कामना है त।